नेपालको संसदीय व्यवस्थामा प्रमुख प्रतिपक्षी दलको नेता केवल सरकारको आलोचना गर्ने व्यक्ति मात्रै होइन, बरु लोकतन्त्रको सन्तुलन कायम गर्ने अत्यन्तै महत्त्वपूर्ण एक पात्र हुन्। सरकारले गरेका कामहरूको निगरानी गर्ने, गलत निर्णयमा प्रश्न उठाउने र जनताको आवाज संसदमा उठाउने जिम्मेवारी उनको काँधमा रहन्छ। प्रमुख प्रतिपक्षी दलको नेताको मुख्य काम सरकारलाई जवाबदेही बनाउनु हो। उनले सरकारका नीति कार्यक्रम र बजेटमाथि गहिरो अध्ययन गरेर संसदमा प्रश्न उठाउँछन्। यदि सरकार जनविहित विपरीत गएको देखियो भने उनले अविश्वासको प्रस्ताव समेत ल्याउन सक्छन्। साथै उनले संसदमा वैकल्पिक दृष्टिकोण प्रस्तुत गरेर जनतालाई अर्को सम्भावित मार्ग देखाउने काम पनि गर्छन्। यही कारणले उनलाई छाया प्रधानमन्त्री भनेर पनि चिनिन्छ, किनभने भविष्यमा सत्ता परिवर्तन भएमा उनी नै देशको प्रधानमन्त्री अथवा नेतृत्व गर्न सक्ने व्यक्तिको रूपमा अगाडि बढ्न सक्ने सम्भावना रहन्छ। अब संवैधानिक रूपमा पनि यो निकै शक्तिशाली रहेको मानिन्छ। प्रमुख प्रतिपक्षी दलको नेता संवैधानिक परिषदको पदेन सदस्य हुन्छन्। यस परिषदले देशको महत्त्वपूर्ण निकायहरू, प्रधान न्यायाधीश, अख्तियार प्रमुख, निर्वाचन आयुक्त र मानव अधिकार आयोगका प्रमुखहरूको नियुक्तिका लागि सिफारिस गर्ने काम गर्छ। यसको अर्थ प्रमुख प्रतिपक्षी दलको नेताको सहभागिता बिना यस्ता निर्णयहरू पूरा हुन सक्दैनन्, जसले उनको भूमिकालाई अझ प्रभावशाली बनाउँछ।